Hello everyone, welcome back to my channel. So आज म फेरि नयाँ भ्लग लिएर आइरहेको छु। आजको भ्लग चाहिँ के हो भन्दा चाहिँ हाम्रो चाहिँ दसैँमा चाहिँ ठेमालो हामीहरूमा टिका लगाउनु हुनुहुन्छ अनि म त्यो टिका लगाएको सबै देखाउने छु। अनि टिका लगाइसकेर हाम्रोमा डिनर गरेर जानुहुन्छ नि त। अन्त अब हामीले के खानाहरू बनाएको छु म सबै त्यो देखाउने छु। सो मम्मीले चाहिँ पुलाउ बनाइसक्नु भएको छ एन्ड माछा यहाँ चाहिँ माछा छ, माछा रेडी छ एन्ड म चाहिँ अहिले बनाउँदैछु चिकन। हो चिकन पनि रेडी हुँदैछ एन्ड मेरो भाइहरू चाहिँ भेज हो नि त, त्यही भएर चाहिँ आलुको सब्जी बनाउनु हुँदैछ भाउले। अनि मैले चाहिँ के बनाएको छु भन्दा चाहिँ अचार, काँक्राको अचार। आमाले चाहिँ भाइ बहिनीहरूले चाहिँ स्माइली फ्रेन्च फ्राइजहरू मन पराउँछ भनेर यो ल्याइदिनु भएको। अनि त्यहाँदेखिको ठुलोहरूको लागि चाहिँ चिकन नगेट्स स्न्याक्सको लागि। उयोले माटेको छ भनेर मलाई हेपेर मामाले नति यो आएकोदेखि मनी कस्तो भक्ति के मनको आशीर्वाद हो नि त यो चाहिँ। आशीर्वाद पो दिनुपर्छ त। बोजूले पनि दिँदैछ, बोजूले तपाईँले राम्रो गरिदिनुहोस्, नानीलाई सधैँ साथ दिनुहोस्, सरस्वती माताले पनि सधैँ साथ दियोस्, ज्ञान बुद्धि होस्। राम्रो पढ्नु। यो मात्रै फुटबल पनि खेल्छ है? यो उन्नतिको आशीर्वाद हुँदैछ कि अर्को चाहिँ त्यो उयो लु अब खतरा हुँदैछ यो आशीर्वाद। मलाई त नि यो टिका लाउन किन्नु मन परिरहेको छ। चाँदीको पाउँदो रहेछ नि नेपालमा क्या। आशीर्वाद शिरमा होस्। फलस फुलस भन्नु कि नभन्नु? ल्याट बग्यो बाबा। दुर्गा माताले रक्षा गरिदिनु पूर्णिमा निकै यो राम्रो केटी होइन दिदीहरूले नगरिकन गर्नु त्यति भनेको इन्डाइरेक्टली भनेको चाहिँ बिहान गर। त्यही त यो चाहिँ मैले नानीहरूको लागि स्न्याक्स फ्राई गरेको। अनि मैले ठुलो मान्छेहरूको लागि चाहिँ पहिले नै चिकन नगेट्स अनि काँक्राको अचारहरू राखिदिएको थिएँ। त्यो पछि चाहिँ नानीहरूले गाना गाउने भन्यो अनि हामी सबैजना बसेर गानाहरू गायो। एकछिन मजा आयो, सबैले गीत गायो। अनि मैले चाहिँ भोइस ओभर गर्दैछु किनभने कपिराइट आउँछ भनेर। अन्त मैले पनि जोइन गरेँ तिनीहरूलाई, मैले पनि एकछिन गाएँ तर मैले गाउनै सकेन होइन। अन्त भाइले चाहिँ मजाले गाउँदै थियो। तपाईँहरूलाई अब सुनाउनु पाएन किनभने कपिराइट आउँछ भनेर। तर मजा आयो हामीलाई। त्यहाँदेखिको एकछिन बाद आमा पनि आउनुभयो अनि आमाले पनि गाउनुहुन्छ भनेर।
हामीले गीत गाएको देखेर चाहिँ ग्रेसी पनि साइडमा आएर बस्यो। त्यो देखेर चाहिँ भाइ पनि लाइक हामीलाई जोइन गर्यो। त्यसपछि त्यसले पनि गीत गाउँछु भनेर माइक लियो, तर एकछिन गीत गाउनु सकेन। त्यसले पनि एकछिन ट्राई गर्यो, एकछिन गीत गाएर त्यहाँदेखिको त्यसले पनि सकेन। त्यहाँदेखिको हामीले त्यतिकै इन्जोय गर्यो। त्यहाँदेखिको यहाँ देख्नु सक्नुहुन्छ ग्रेसीले त्यसलाई वाक्कै परेको। अनि त्यही हो। अन्त त्यसपछि चाहिँ डिनर गऱ्यो। सबैलाई ठुलोहरूलाई नानीहरूलाई सबैलाई खिलाएर लास्टमा चाहिँ लाइक मैले खाएँ होइन। यस्तो मिठो भएको थियो पुलाउ अनि लाइक माछा अनि काँक्रा अचार त यति मिठो भएको थियो। चिकन पनि मिठो भएको थियो होइन। अब लाइक खाना चाहिँ दामी भएको थियो ओभरअल। द एन्ड अफ माई दसैँ ब्लग। अनि आज लास्ट दिन थियो एन्ड सबैजनाले टिकाहरू लाउनु हुनुभयो आज। अनि खानाहरू पनि खाइसक्यो हामी सबैले। त्यति हो, अब दसैँको लास्ट दिन हो। लाइक मजा आयो सबै दसैँमा जहाँ जहाँ जानु थियो अनि जहाँ अब लाइक हाम्रोमा पनि आउनेवाला थियो टिका लाउनु। अनि सबै राम्रोसँग भयो अनि मजा आयो। ओभरअल इट वाज ग्रेट। अनि आज चाहिँ के भयो भन्दा छिमाहरू आउनुभएको थियो, टिकाहरू लगायो, त्यहाँदेखिमा खानाहरू खायो। एकछिन ठुलो मान्छेहरू लाइक गफहरू गऱ्यो, नानीहरू हामीहरू चाहिँ लाइक अब गानाहरू गायो। त्यहाँदेखि एकछिन गेमहरू खेल्यो, त्यहाँदेखिको स्न्याक्स जुसहरू पियो। त्यहाँदेखिको त्योपछि लाइक हामीले खाना खायौँ। त्यति हो। त्यहाँदेखिको एकछिन गानाहरू गाएपछि त्यति सक्यो आजको ब्लग। यति नै मजा आयो। अब नेक्स्ट ब्लगमा भेट्यौँ। बाई बाई।